माघे मिलन उत्सव 2026 को भव्य तयारी, पण्डालका निम्ति खुट्टी पूजा सम्पन्न। अलिपुरद्वार जिल्ला अन्तर्गत कालचिनी स्थित बाक्सा मैदानमा गोर्खा जातीय एकता अभियान अन्तर्गत आयोजना हुने गोर्खा माघे मिलन उत्सव 2026 लाई सफल बनाउन आज विधिवत रूपमा खुट्टी पूजा सम्पन्न गरिएको थियो। माघे मिलन मेलाका लागि पण्डाल निर्माण सुरु गर्नुअघि कार्यक्रम स्थलमा भूमि पूजा तथा शुद्धिकरण गरिएको हो। उक्त अवसरमा पुरोहित गोकुल निरौलाले वैदिक विधि अनुसार पूजा अर्चना गर्दै लिङ्गे पिङ स्थापना तथा मैदानको शुद्धिकरण कार्य सम्पन्न गराएका थिए। खुट्टी पूजासँगै मेलास्थलमा पण्डाल निर्माणको काम औपचारिक रूपमा सुरु हुने आयोजक समितिले जनाएको छ। खुट्टी पूजा कार्यक्रममा आयोजक समितिका अध्यक्ष पवन याल्मो, महासचिव चन्दन भट्टराई, कोषाध्यक्ष विक्रम लामा लगायत समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लाक्पा योन्जन, कुमार गोले, विनोद सुब्बा, रामकुमार लामा, मनोज श्रेष्ठ, महिपाल सुब्बा, किरण गुरुङ, अर्मिना लामा, जयलाल लामा, अमित सापकोटा, सन्दीप सुब्बा, दीप लामा, हिमाल थापा लगायत अन्य समाजसेवी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। महासचिव चन्दन भट्टराईले खुट्टी पूजाको उद्देश्यबारे जानकारी दिँदै उत्सव अवधिभरि कुनै पनि विघ्न बाधा नआओस् भन्ने कामनासहित विधिवत पूजा सम्पन्न गरिएको बताए। तिनले भने यस उत्सवमा डुवर्से क्षेत्रका गोर्खा समुदायहरूको ठूलो भेला हुनेछ। पहिलो दिन 17 जनवरी गोर्खा एकता शोभायात्रा भव्य र्याली निकालिनेछ भने दोस्रो दिन 18 जनवरी विभिन्न स्थानबाट आएका अतिथिहरूलाई स्वागत तथा सम्मान गरिनेछ। आयोजकका अनुसार 2 दिने माघी मिलन उत्सवका क्रममा गोर्खा खाद्य पसल, पुस्तक पसल लगायत नेपाली समुदायका विविध सांस्कृतिक तथा परम्परागत गतिविधिहरू प्रस्तुत गरिनेछन्। यस वर्षको माघे मिलन उत्सवलाई भव्य तथा ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै आयोजक समितिले सम्पूर्ण डुवर्सेली गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।